हेलो गुड मर्निङ नमस्ते सम्पूर्ण मेरा युट्युब फ्यामिलीहरू धेरै समय पछाडि फेरि एउटा नयाँ भिडियो लिएर आएको छु साथीहरू। वेलकम छ मेरो युट्युब च्यानलमा सम्पूर्ण साथीहरूलाई। म भन्ने चाहिँ आज मेरो गाउँघरको अर्ग्यानिक भिडियो लिएर चाहिँ म आएको छु गाइज। यो मेरो अडे, हामी चाहिँ अडे भन्छौँ, पुस्तकारी पनि भन्छ यसलाई। खन्नु आएको छु गाइज म। अनि त्यसपछि अब म पुस्तकारी खन्छु गाइज। हजुरहरू सँगसँगै पुस्तकारी खन्ने हो गाइज। पुस्तकारी खन्नु पर्यो नि त। अडे खनेको दिनमा यो अलिकति उसिनु भनेर के गोठाइनु भएको? ए पेपा चाहिँ नाख्नु देखिँदैन त आजकल। धुनु पर खोल्सामै लाने नि। हजुर त्यहीँ पानी खाने ठाउँमै। अब यो खुर्क्याउनु पर्यो तल गएर। ल गाइस अब म पुस्तकारी केलाउन लागेको छु है। पुस्तकारी केलाउनु पर्यो अनि धुनु पर्ने छ पुस्तकारीलाई केलाएर। यस्तै छ है साथीहरू गाउँले जिन्दगीको। हाम्रो आपा मेडी खानु हुँदैछ, अब गोठाला जानुहुन्छ अरे। ओ पर दानै दाना छरिएको छ त। ठुलो ठुलो दाना छ, त्यो चमेराले त होइन होला। सारा मेरो गाउँ देखाउँछु म त साथीहरूलाई। मलाई बाँधिदिनु भयो हेरौँ। अब खाउँ खाजा मजाले फलेछ, फल्नु पनि बालुवामा। मुसाले खाएर त र त कहाँ फलेको सुक्यो बारीमा फलेको नि। हाम्रो भाँडाकुँडातिर नजाउँ है साथीहरू। हाम्रो भाँडाकुँडा यस्तै छ, सुकुनी र यता दुधतर्फ जाउँ। उकाएर गर्नु पर्थ्यो, त्यतिकै त हुँदैन। पुऱ्याउने पनि भएछ हौ। हाम्रो गाईले त टन्नै पो दुध दिँदो रहेछ त। साथीहरू कति फोहोर गरेर खाएको भन्ने जस्तो लाग्छ होला। हाम्रो अर्ग्यानिक खुवाइ यस्तै हो गाइज। घाँस काट्न आँटेको साथीहरू। यहाँ बाछा कराउँदैछ। बाँसको घाँस काट्न आँटेको। अब कसले त्यो अलिकति एकमुठी ल्याउनु भएको? पोहोरको तामा कस्तो निकै दर रहेछ हौ। ओइलिँदैन, ऊ चितवा छोप्नुपर्छ। घाँस काटेको निस्किन्छ, कान्छीले घोडा कुदाएको पनि। बास तान्ने कार्यक्रम भइरहेछ है गाइजहरू। अब साथीहरू घाम पुग्यो। कहाँ छ घाम? घाम पुग्यो डाँडामा, मन पुग्यो भाँडामा। साथीहरू अब खाना बनाउनु खोज्दैछु म। साग टकटकाउँदै छु म चाहिँ। यो चाहिँ साथीहरू बाँसुरी बनाएको होइन है, फिर्के बनाएको। बाँसुरी खेलाउने उमेर गयो सुड्डोको। अब फिर्के दाल घोट्नुलाई म यहाँनिर चामल धुँदैछु। यो भिडियो हेर्दै जाँदा साथीहरूलाई कति घिनलाग्दो गरेको ठाउँ त्यस्तै रहेछ, भाँडाकुँडा त्यस्तै रहेछ भन्ने लाग्छ होला गाइज। तर के गर्नु, मान्छेको जिन्दगी हो है, अप डाउन हुन्छ। के अरे अवस्था अनुसारको व्यवस्था भने जस्तै हो मेरो अहिले।